सबैजनालाई धेरै धेरै हार्दिक स्वागत गर्न चाहन्छु। जति पनि हाम्रो युट्युब च्यानल अथवा फेसबुक पेजमा जोडिनु भएको छ सम्पूर्ण साथीहरूले म हृदयबाट नै स्वागत गर्न चाहन्छु। आज म यो एयरपोर्ट कुन ठाउँको होला भनेर लाग्न सक्छ तपाईलाई। यो एयरपोर्ट हो बैतडीको पाटनको साथीहरू। आज म यो एयरपोर्टको दृश्यमा तपाईलाई देखाउन चाहन्छु। यस एयरपोर्टबाट देखिने दृश्यहरू पनि म तपाईलाई देखाउन चाहन्छु। साथीहरू कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। यो एयरपोर्ट तपाई देख्न सक्नुहुनेछ। यो बैतडीको पाटनको एयरपोर्टमा छु अहिले म। यताको दृश्यलाई पनि म तपाईलाई देखाउन चाहन्छु। यो दृश्य पनि तपाई देख्न सक्नुहुनेछ साथीहरू। यो हो बैतडीको पाटनको एयरपोर्ट। अनि कस्तो लागिरहेछ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला तल कमेन्ट बक्समा गएर। मन पर्यो भने हाम्रो च्यानललाई सोशल मिडियासम्म व्यापक सेयर गर्नु होला साथीहरू र सब्स्क्राइब पनि गर्न नभुल्नु होला। हेर्न सक्नुहुनेछ साथीहरू, चारैतिर डाँडाकाँडाले घेरेको ठाउँ बैतडीको पाटन उपत्यका जस्तै देख्न सक्नुहुनेछ। यो दृश्य म तपाईलाई देखाइरहेको छु। अनि तपाईलाई कस्तो लागिरहेको छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है। यताको दृश्य पनि तपाई देख्न सक्नुहुनेछ। उता तपाईको उदयदेव मन्दिर यो साइडको। अनि तपाईलाई यो यताको दृश्य पनि म देखाउन चाहन्छु। यो आजभोलि बनेको नयाँ बिल्डिङ हो साथीहरू। अनि यताको दृश्य देख्न सक्नुहुनेछ तपाई। कस्तो लागिरहेको छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। यो बैतडीको पाटनको एयरपोर्टको हो साथीहरू। हेर्न सक्नुहुनेछ बैतडी पाटन एयरपोर्ट। तपाईलाई कस्तो लागिरहेको छ सुझाव सल्लाह प्रतिक्रिया दिनु भने नभुल्नु होला। र यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सोशल मिडियासम्म व्यापक सेयर अनि सब्स्क्राइब लाइक सेयर कमेन्ट अनि सब्स्क्राइब गर्न भने नभुल्नु होला। हस् त नमस्कार। अघिल्लो एपिसोडमा पनि म यस्तै दृश्यहरू यस्तै रमाइला सिनहरू लिएर आउनेछु। अहिलेको लागि भने म महेश बिदा हुन्छु। तर सब्स्क्राइब गर्न भने नभुल्नु होला है हाम्रो च्यानललाई।